हेलो गाइज वेलकम ब्याक टु माई च्यानल र आज हामी जाँदैछौँ सपिङ गर्न है गाइज। यो पारी देखेको चाहिँ एउटा पुरानो गाउँ हो, कोरियाको प्राचीन गाउँ भन्छ यसलाई चाहिँ होइन। अनि यहाँ हाम्रो मिस्टर सुजन लिम्बू र म मिस्टर चोङबाङ भएर चाहिँ जाँदैछौँ है त सपिङ गर्न। यो चाहिँ हाम्रो एरिया रहेको छ भने यतापट्टि चाहिँ सानो एउटा ग्राउन्ड जस्तो रहेको छ। हाम्रो बसाइ चाहिँ उफ परको यो बिल्डिङमा रहेको छ भने हामी सपिङ गर्नको लागि चाहिँ जाँदैछौँ जिएमआर्टमा। र अहिले चाहिँ हिउँ परिरहेको थियो अस्तिसम्म, आज चाहिँ पानी परिरहेको रहेछ। सो गाइज यो गाडी चाहिँ हाम्रै हो, अब यो गाडीमा बसेर जाने भन्नु मिल्दैन। मैले चाहिँ जाँदा जाँदा यहाँ कालो अरिङ्गालको पोको देखेको छु है गाइज, हेर्नु है, कालो अरिङ्गालको पोको रहेछ यहाँनिर। तर त्यहाँनिर चाहिँ अरिङ्गालहरू चाहिँ रहेन रहेछ। कोरियाको पुरानो पुरानो त नहुनु, प्राचीन पहिलाको घरको छाना चाहिँ यस्तो तरिकाको हुन्छ है गाइज, यस्तो खालको हुन्छ होइन। यस्तो दामी हुन्छ, हेर्नु मजा आउँछ हेर्नलाई, त्यहाँदेखि देख्न सक्नुहुन्छ तपाईँ। सो गाइज आज चाहिँ म मोबाइलबाटै भिडियो बनाइरहेको छु होइन, किनभने गोप्रो चाहिँ बोकेर हिँड्न अलिक झ्याउ लाग्यो, त्यही भएर सजिलोको लागि चाहिँ मोबाइलबाट भिडियो बनाइरहेको छु। यहाँनिर चाहिँ लोकल कुखुरा पाउँछ है, खिम्चै हुनुहुन्छ भने यहाँनिर आएर लोकल कुखुरा लगाएर तपाईँ खान सक्नुहुन्छ है त। यहाँनिर पुरा कुखुराहरू, यहाँ कुखुरा जे पाए त खिच्नुहुन्न यार, भएर यो केस लाउने हो कि कुखुराको। यहाँ कुखुरा बसिरहेको छ है त। यो घडी चाहिँ के हो, बिक्रीमा हो क्या हो यार? किन्छौ? किन्छौ? घडी बिक्रीमा रहेछ यहाँनिर। भाइ गाइज ढिलो नगरौँ है, घडी बिक्रीमा छ यहाँ पारि छ। यहाँ चाहिँ ट्राफिक लाइट छैन, सो गाइज यत्तिकै हामी बाटो हेरेर चाहिँ बाटो काट्नुपर्ने हुन्छ होइन। अहिले चाहिँ गाडी छैन भन्दा नि पर एउटा आउँदो रहेछ, तर गइहाल्छ। ओके, यो भर्याङ बबाल छ है, काठको दामी देखेँ तिमीलाई यार, सट्ट हिँडेर तिम्रो दामी खिच्दैछ मैले। सोल्टिनीहरूले तिमीलाई पुरै हेर्ने भयो यार। यो चाहिँ जीको हो गाइज होइन, यसलाई चलाउनको लागि चाहिँ एउटा यसको एप डाउनलोड गरेर चाहिँ यसलाई चलाउन सकिन्छ होइन। सो आज चाहिँ म चलाउँदिनँ, यो चलाएको नि भिडियो तपाईँलाई म एक दिन ल्याएर देखाउनेछु त चलाउने तरिका। कोरियाको गाउँ है गाइज यो चाहिँ, ढुङ्गाको वाल यस्तो मिलाएर लाग्छ। कोरियाको गल्ली घुमेर हिँड्दैछौँ हामी चाहिँ होइन। सो गाइज हामी चाहिँ माटोमा पुग्नु लागेको छौँ होइन। माटोमा पुगेर यहाँको सब्जीहरू चाहिँ कतिको महँगो छ, कस्तो दामको छ, म तपाईँलाई सब देखाउने छु है त। फाइनल्ली हामी चाहिँ मार्टमा पुग्न लागिसकेको छौँ होइन। मार्ट रहेको छ यहाँनिर, मार्टको नाम हो जिएम मार्ट है। टक्क यहाँदेखि डेलिभरी 1,01,000 भन्दा माथिको सपिङ गरेर चाहिँ डेलिभरी गर्ने व्यवस्था छ, त्यही भएर नि हामी यहाँ आएको हो। हाइसो इन्ट्री गरौँ। यो चाहिँ एउटा बोक्नुपर्ने हुन्छ यहाँनिर होइन, सामान ल्याउनको लागि। त्यो त पर्दैन होला। लौ त बोक स्ट्रबेरी। एउटा मुलाको दाम है गाइज 1780, बेसी नेपालको 170-200 रुपियाँ पऱ्यो एउटा मुलालाई लगभग। धेरै त होइन, 200 रुपियाँ एउटा मुलालाई। तिते करेला गाइज
यो दुईटा तिते करेला नेपाली 350 रुपियाँ पर्छ है गाइज। यो दुईटा तिते करेलालाई। यो सिमी हो गाइज। यो यति सिमीलाई नेपाली 500 रुपियाँ है। आफै बुझौँ है गाइज, आफै बुझौँ है। बन्दाकोपी चाहिँ नेपालमा काटेर मङ्गुरलाई खुवाउने चलन छ, तर यहाँनिर आधीको दाम पनि नेपाली लगभग 230 रुपियाँ पर्ने रहेछ है। यस्तो छ गाइज होइन। गाजरहरू देख्न सक्नुहुन्छ तपाईँ। यो दुईटा गाजरलाई झन्डै 200 रुपियाँ पर्ने छ। दुईटा गाजर चाहिँ एउटा गाजरलाई 100 रुपियाँ गोटा। यति खोर्सानीको दाम गाइज नेपाली 440 रुपियाँ यति खोर्सानीलाई। माइ गड। भेन्टा बैगुन पनि भन्छ, भेन्टा नि भन्छ होला सायद यसलाई होइन। यसलाई पर्यो नेपाली 300 रुपियाँ लगभग। 300 रुपियाँ नै भनौँ न, अब 298 300 रुपियाँ पर्यो नेपाली। तिनवटा भनेपछि एउटा बैगुनलाई 100 रुपियाँ गोटा। ओ माइ गड, गाह्रो छ गाइज, गाह्रो छ। कोरियाको मार्ट हो यो चाहिँ होइन। मन्स्टर खाने हो? खाऊ बाहिरको एउटा खाऊ न। के छ र निन्द्रा भोलि ननिन्द्रा नगरे के अरे नसुत्यो नि काम गर्ने छ। कोरियाको बियर गाइज, क्यास चाहिँ एकदम चलेको क्यास। क्यास हुन्छ क्यास। माछो कुन लाने? माछो यता यस्तो लाने हो र? लाने हो र? भन्नै रहेछ त यार। बाङ्लादेशी फिस। कस्तो कुन फिस हो यो? मिठो हुन्छ? 1.5 केजी हो कि 2 केजी हो गाइज? यो 1.5 केजी रहेछ। लैजाउँ? रहु माछा हो क्या? रहु माछा हो क्या? बाहिर हामी हुन्छ अझै केटालाई म दामी बनाएर खुवाउँछु यार। जिरा एउटा बोकौँ है। जिरा यो पनि बोकौँ न, धनियाँको पेस्ट बोकौँ न। जिरा यति जिरालाई पर्छ गाइज 15,000 नेपाली 1500 को गाइज। यो धनियाँको यो पनि बोकौँ न। कहाँ छ धनियाँ? बेसार त छैन। यो चामल चाहिँ रहेको छ सिन्थोङजिन साल भनेको छ है। यसको चाहिँ 20 केजीको रहेछ। प्राइस चाहिँ कति हो? लगभग 60,000 भन्दा माथि हुन्छ रहेछ। अब त छ। 지금 배달이 터요? 배달 네. 많이 났어? 네. 그래 그럼 배달해줘야지. 그 쌀 어떻게 해요? 쌀 어떤 거? 우리나라 거? 네. 신동진요. 20kg예요. 37,000원. 네? 37,000원. 아니요 이거 20. 아 20kg? 20kg예요. 이거 71,000원. 네, 71,000원. त्यो 3टा लैजाउँ? 3टा लैजाउँ कि कतिहरू लाने? 71,000 छिलमान छ भनेपछि एउटा चामललाई नेपाली यो 20 केजीको चामललाई चाहिँ नेपाली 7100 7,100 पर्यो है गाइज। 20 केजी चामललाई गाह्रो छ यार। खै के धेरै किन्यो भने चाहिँ डेलिभरी गरिदिन्छौँ भनेको छैन। यिनीहरू चाहिँ मान्छे सहित डेलिभरी गर्छ, त्यही भएर हामी चाहिँ यो लगभग 3टा ती उठाइदिनु। के गर्नु? 2टा लैजाउँ 3टा लैजाउँ दिँदैछ? पैसा कति पैसा त पुगिहाल्छ नि। 3टा लैजाउँ हो गाडी। पैसा लैजाउँ न 3टा। म त पैसा तिम्रो
3टा चामल लाने भयौँ कति हुन्छ यहाँ चाहिँ बासमती चामलहरू पनि पाउँछ है पड्काउने हो बसमा हालिदिउँ त एउटा लैजाउँ बासमती चामलसँग म केटाहरूलाई माछा खुवाउँ यो नि राखौँ न यो 3टा बोरा चामल र यो एउटा यति सामान किन्दाखेरि चाहिँ हाम्रो कति खर्च हो भन्दाखेरि यतिको लागि पक्कै 2,80,000 गाइस भनेपछि नेपाली 28,000 ओ माई गॉड के हो यार हो गाइस फाइनल गाइस यति सामानको 28,000 नेपाली है 28,000 2,80,000 वन भने चाहिँ नेपाली 28,000 हो गाइस ओ माई गॉड हाम्रो गाडीमा चाहिँ आएर यहाँले सामान लोड भइसक्यो है अब हामी चाहिँ जान लाग्यौँ है त